हेलो, गुड मर्निङ एन्ड नमस्कार चाहिँ सबैजनालाई। आज म बिहान निकै ढिलो उठेँ है। लगभग 7:30-8 बजीतिर उठेँ अनि यसो बाहिर हेर्दा त घाम निकै माथि आइसकेको थियो र हतार गएर मुखहरू पनि धोएँ है। क्लास पनि जानु थियो, खानासाना बनाउनु थियो अनि मम्मीले खाना बनाइरहनु भएको थियो किचनमा। सो मैले चाहिँ अनि मुखहरू धोएर फेसमा सिरमहरू लगाएँ। चिसो मौसम पनि थियो, उता पानी पनि तात्न दिएँ। अनि यो चाहिँ सिरम मैले चाहिँ आफ्नो है के सिरम लाउँछु भन्दाखेरि चाहिँ भने नि हजुरहरूलाई, यो मेरो स्किन टाइटको लागि बनाएको सिरम हो। सो त्यति लगाइसकेर मैले एकछिन है मुखबाट बाफ निक्लिरहेको थियो। एकछिन सानो बेलाको पलहरू याद आयो कि मलाई। हेर्नु सानो बेला कस्तो रमाइलो गर्थ्यो कि यसरी हामीले पनि। अनि एकछिन रमाइलो गरेँ अनि त्यसपछि तातो पानी लिएर ल्यापटप चलाउनुतर्फ लागेँ। अनि त्यति प्र्याक्टिस गरिसकेर आज मैले हरियो साग, आलुको भुजिया अनि लप्सीको खटीमिठी बनाएँ अनि त्यति खाएँ हतार है। त्यति खाइसकेर अनि म क्लासतर्फ लागेँ। अनि हिजो एडिटिङहरू सिकाउनु भएको थियो नि त लाइट रुमको बारेमा। अनि सरले अनि त्यही जाने बित्तिकै मैले प्र्याक्टिस गर्न थालेँ। अनि मेरो ल्यापटपमा चाहिँ खोइ के भएर इन्स्टलै भइरहेको थिएन, डाउनलोडै भइरहेको थिएन कि। अनि भाइहरूले डाउनलोड गरिदियो। अनि क्लास सकाइसकेर घर आएर यो खाजा खाएँ र हतार जिमतर्फ लागेँ म है। साँझ परिहाल्छ जति गऱ्यो नि जिम आउँदै। अनि चिसो पनि थियो अनि म जिमतर्फ लागेँ। अनि रेडी भइसकेर अनि आफ्नो एक्सर्साइज वर्कआउट गर्न स्टार्ट गरेँ मैले। सो आज मेरो लेगको पालो थियो र सोल्जरको। अनि मैले 2-4वटा लेगको अनि ग्लुट्सको अनि सोल्जरहरूको एक्सर्साइजहरू गरेँ। आज नयाँ चाहिँ सरले ग्लुट्सको सिकाइदिनु भयो। सो निकै इफेक्टिभ थियो है त्यो चाहिँ। अनि त्यति गरिसकेर अनि म घरतर्फ लागेँ। फेरि बेलुका पनि भइसकेको थियो, चिसो पनि बढिसकेको थियो। अनि फ्रेसहरू पनि भएँ। अनि घर पुग्ने बित्तिकै अनि खाना पनि रेडी थियो, बहिनी खाना रेडी गरेर राख्दै थियो। अनि आजको मेरो लास्ट मिल यही हो। सो टेक केयर, गुड नाइट फ्रेन्ड।